नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ नयाँ उज्यालो। आजको मुख्य समाचारहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय 8 बैठक आज बस्दै पर्यटनको मुख्य सिजनमै ग्यास अभाव, होटल व्यवसाय चिन्तित। खार्ग टापुमा आक्रमणपछि इरानको अमेरिकालाई काटा चेतावनी। अब सुरु गरौँ आजका विस्तृत समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। शनिबारको लागि तय गरिएको बैठक आज आइतबारका लागि सारिएको हो। पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै सभापति रवि लामिछानेको निर्देशन अनुसार आज बिहान बैठक बस्ने जानकारी दिएका छन्। बैठक वनस्थली पार्टी कार्यालयमा बस्ने बताइएको छ। बैठकमा मुख्य रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेद्वार सिफारिस गर्ने एजेन्डा रहेको बताइएको छ। यस बैठकलाई पार्टीभित्र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ। पर्यटन आगमनको मुख्य सिजन सुरु भएसँगै होटल तथा पर्यटन व्यवसायहरू नयाँ सङ्कटमा परेका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आपूर्तिमा समस्या देखिएपछि होटल सञ्चालनमै कठिनाइ हुने अवस्था आएको व्यवसायीहरूले बताएका छन्। जिल्ला होटल व्यवसाय सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बरालका अनुसार पर्यटनको मुख्य समयमा ग्यास अभाव हुनु निकै चिन्ताजनक विषय हो। उनले भने होटल तथा पर्यटन क्षेत्रमा दैनिक रूपमा प्रयोग हुने ग्यास नै अभाव हुन थालेपछि व्यवसाय सञ्चालन कसरी गर्ने भन्ने ठुलो समस्या देखिएको छ। अहिले विशेष गरी भारतीय पर्यटक नेपाल आउने मुख्य सिजन हो। भारतमा गर्मी बढेपछि धेरै पर्यटक नेपाल घुम्न आउने गर्छन्। त्यसैगरी नेपाली नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटन पनि बढ्ने समय यही हो। तर यही समयमा देखिएको ग्यास अभावले पर्यटन क्षेत्रमै ठुलो असर पर्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्। व्यवसायीहरूका अनुसार मध्यपूर्वमा भइरहेको इरान इजरायल युद्धको प्रभाव नेपालसम्म परेको छ र यसकै असरले ग्यास आपूर्ति प्रभावित भएको हो। होटल व्यवसायीहरूले सरकारसँग पर्यटन क्षेत्रका लागि छुट्टै व्यवस्था गरेर पर्याप्त ग्यास उपलब्ध गराउन माग गरेका छन्। खार्ग टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानले तेल तथा ऊर्जा पूर्वाधारमा आक्रमण गरिए अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीको ऊर्जा संसारमा सिधै हमला गर्ने चेतावनी दिएका बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन्। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुमा रहेका सबै सैन्य अड्डा पूर्ण रूपमा ध्वस्त पारिएको दावी गरेका थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै मध्यपूर्वको इतिहासकै शक्तिशाली हवाई आक्रमण गरिएको बताएका छन्। यद्यपि उनले मानवीय कारण देखाउँदै टापुको तेल पूर्वाधारलाई निशाना नबनाएको बताएका छन्। खार्ग टापु इरानको तेल निर्यातको सबैभन्दा ठुलो केन्द्र मानिन्छन्। फेब्रुअरी 28 देखि सुरु भएको अमेरिका इजरायल र इरानी बीचको युद्धपछि मध्यपूर्वका धेरै तेल रिफाइनरी र भण्डारहरू आक्रमणको निशानामा परिरहेका छन्। यसले विश्व ऊर्जा बजारमा समेत ठुलो प्रभाव पर्ने अनुमान गरिएको छ। यही थिए अहिलेका मुख्य समाचार। यस्ता ताजा र विश्वसनीय समाचारहरू हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। म हुँ, फेरि भेटौँला अर्को नयाँ समाचारको साथमा। नमस्कार।